हामी चाहिँ विदेशमा अवसरको खोजीमा जाने गर्छौँ, तर विदेशमा हाई पेइङ जब पाउने भनेको चाहिँ खोजे जस्तो सोचे जस्तो सजिलो चाहिँ छैन। त्यसको लागि फलामकै चिउरा चपाए सरह हुन्छ। सो नेपालीहरू मोस्टली चाहिँ लो पेइङ जबमा स्टक भइरहेको हुन्छन्। जाने बित्तिकै कि त रेस्टुरेन्ट अनि मोस्टली क्लिनिङको जबमा नै स्टक भइरहेको हुन्छ र उनीहरूलाई थाहा छैन कि स्किल कसरी बिल्ड गर्ने र अपर्च्युनिटी कसरी खोज्ने र उनीहरूलाई सिकाउने पनि कोही पनि छैन। तर यस्तो सबै समस्या भोगेर पनि एकजना नेपालीले भनेदेखि चाहिँ आफूलाई विदेशमा आइपरेका सम्पूर्ण समस्याहरूसँग जुधेर परिवारसँग सङ्घर्ष गरेर र आफ्नो बच्चालाई हुर्काउँदै घरमै बसेर केही स्किल सिकेर आफ्नो अल्टिमेटली डिजिटल मार्केटिङ एजेन्सी सुरु गर्नुभएको छ। म कुरा गर्दैछु दिपेन्द्र गहतराजको र उहाँको सफलतामा म पनि सहभागी हुन पाउँदा चाहिँ मलाई एकदमै खुसी लागेको छ। सो तपाईँ देशमा हुनुहोस् अथवा विदेशमा हुनुहोस्, हामी नेपाली हौँ, हाम्रो एउटा भावनाको नाता त छँदै नै छ र एउटा नेपालीलाई सहयोग गर्न पाउँदाखेरि मलाई पनि एकदमै खुसी लाग्छ। सो दिपेन्द्रजी जस्तै तपाईँ पनि केही स्किल सिकेर आफ्नो करियरमा अगाडि बढ्न चाहनुहुन्छ, आफ्नो सपना पुरा गर्न चाहनुहुन्छ र विदेशमै बसी लो पेइङ होइन हाई पेइङ जब गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ अहिले नै मलाई फलो गर्नुहोस् र तल कमेन्टमा एसइओ भनेर लेख्नुहोस् र म तपाईँलाई एसइओ सिक्न सकिने 24 घण्टाको कोर्सको लिङ्क मेसेज गर्दैछु।